देखौँ न यसो गर्नु सामान देख्छौँ यता साइडबाट हो भह भह हो ल भह साइडबाट भह खिच्यो काँडाहरू तानेको देख्नुहोस् कि यता सल्लाह भह भह यता यता अगाडिबाट फेस 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 हो त्यताबाट सामानै छेक्केछ पुरै यताबाट खिच्न जाने यताबाट देखिन्छ नि त जुम गरेर अलि लाल गिलो रहेछ क्या गिल्लो त जुम गरेर यो काँडाहरू देखा न ल है गाइजहरू यो हिजो मैले नोगेडी हानिरहेको थिएँ अनि मलाई चाहिँ अलि सन्चो नभएर नसकेर उहाँ हाम्रो राजु दाइले गरा काटेर बनाइसक्नु भएछ यत्रो बनाइसक्नु भएछ दाइले बनाउनु भयो अब यी लासा पनि हालेर फिनिसिङ गरिसक्नु भएछ दाइले एकदम स्पेसल यो चाहिँ एकदम कमको हेर्दा ठुलो यो 9 दुना 18 भन्छ यो 2.5 लालको जम्मा एउटा 2.5 लालको एउटा दाइले भ्याइहाल्नु भयो मलाई सन्चो नभएर यस्तो चाहियो भने सम्पर्क पनि गर्न सक्नुहुन्छ अब गेरु लगाउँदै हुनुहुन्छ हाम्रो दाइले म भर्खर उठेको त्यही भएर बाँकी त्यो फिनिसिङ गरेको भिडियो चाहिँ बनाउन पाइएन हजुरहरूलाई मन परेर अब लाइक सेयर सब्सक्राइब गरिदिनु होला हामी पुरा भिडियो पनि हाल्नेछौँ बनाएर तिलहरी मास्टर मैले बनाएको अलि टाइम लाग्थ्यो म भर्खर मैले कहाँ म त गेरु सफा मात्रै गरिदिएको त होइन यो पुरा भिडियो बनाउनु पाइएन नि त यो हजुरले काटकुट पारेर लासा सब रेडी गरिसक्नु भयो नि त हाम्रो गेरु त टोक्री लिएर जान्छु लाइदर ल्याइदिन्छु के ल्याइदिनुहोस् है गेरु गेरु यो पनि कहाँ बस्छ र ठिकै भयो होइन यो पुरा फाइनल अवस्थामा पुगिसकेको छ अब हजुरको यो हेर्नु अब हाम्रो यो रातो कपडा यो हालिन्छ नि अनि यसपछि पोतेहरू हालिन्छ मखमलको कपडाहरू अरूको यो साइडको काट्नै छ यो ल यही हो ल हेर्नुहोस् आहा खुट्टा साइडमा यस्तो एकदमै ल यो पुरा फिनिसिङ भयो नौगेडी अब यो चाहिने अब यसमा पोते हाल्नु मात्र बाँकी छ हेर्नुहोस् एकदम स्पेसल